नानाले चाहिँ कति मिहिनेत गर्नुहुन्छ यहाँ हेर्नुहोस् न। मटर, स्क्वास, इस्कुस फलेको हेरिहाल्नु। कै मेहनत छ यहाँ फेरि। हेर लोकलको कुरा हो। यो हो कोपीबारी, साग। देख्न सक्नुहुनेछ साग। हेलो साथीहरू, आज म तपाईँलाई हाम्रो नानाको अर्ग्यानिक सब्जी देखाउन गइरहेको छु। सो हेर्नु होला। यो चाहिँ हो बन्दाकोपी। बन्दाकोपीबाट स्टार्ट गरौँ है। हेर्नु न कत्रो दामी दामी भइरहेको छ बन्दाकोपी। बन्दाकोपी हो। साग, यहाँ पनि छ साग। हेर्दै हेर्दै जानु होला। यो हो चाइनिज साग। चाइनिज साग खोर्सानी। यहाँ छ टमाटर हो। हेर्न सक्नुहुनेछ सागबारी। राम्रो टमाटर फलिरहेको छ। यता चाहिँ कस्तो पाकिरहेको छ। डल्ले खुर्सानी कति छ यहाँनिर। यो देख्नुहुँदैछ, यो चाहिँ किरालाई ट्र्याप गर्ने तरिका है। नानाले रोप्नु भएको अर्ग्यानिक सब्जी अब यो चाहिँ बिटा पारिँदैछ सेलको लागि। कस्तो दामी साग हेर्न। आमामामालाई यो मिरिर परेको चाहिँ मिठो हुन्छ नि त है। यो खाले चाहिँ मिठो खालको छ। देखा न